यो चाहिँ वाल्मिकी योग मन्दिर, यो योग मन्दिर रहेछ। अब अगाडि जाउँ। यो चाहिँ के हो? लभ कुशले घोडा बाँधेको खम्बा। आमामामा साँच्ची नै हो कि क्या हो? खम्बा रहेछ। यो अमृत कुवा के हो यो? ओहो इनार पहिला अब सीताले पानी आमामा ल यो पनि ऐतिहासिक रहेछ। अब यो के हो? यो सीता माताको सिलौटो। ओहो ल हेर्नु, सीता माताको सिलौटो। अब यता जाउँ, यता के छन्? यो पनि सिलौटो रहेछ। यो 88,000 ऋषिद्वारा वाल्मिकी ऋषिले हवन गरेको कुण्ड। यो वरिपरि विशाल छ ल। यो चाहिँ प्रवेशद्वार चाहिँ त्यताबाट अब यहाँ गजब रहेछ। लभ कुशको जन्मस्थल यहाँ रहेछ। मैले भने सीताले जन्माएको क्या लव कुशलाई वाल्मिकी आश्रममा आएर। यो विष्णु चक्र। वाओ, यो चक्र हेर्नु न, गोलो चक्र। यो विष्णु चक्र, यो प्राचीन हवनद्वार रहेछ। यो चाहिँ के हो? यो चाहिँ सीता माताले गाडो राख्ने ठाउँ हो। ए हेर्नु नि, गाग्रो राख्ने। उल्टा उल्टा गाग्रो राख्ने हो।